डे 3 अफ 75 डेज अफ हसल च्यालेन्ज। अनि आज रहेको छ वाटर सप्लाई फिल्ड भिजिट। सो ढिला नगरी हामी निस्किन्छौँ कलेज। उहाँ आफ्नै दुनियाँमा हराइराख्नु भएको थियो, त्यतिकैमा पुगिन्छ कलेज। कलेजमा चाहिँ भात खाने कार्यक्रम चलिरहेको रहेछ अनि फटाफट हामी पनि ढिला नगरिकन भात खाने कार्यक्रम जोइन गर्छौँ अनि निस्किन्छौँ बसको लागि गफ गर्दै गर्दै जोक्स खाँदै खाँदै हो। सो त्यही हो, बसमा पुग्छौँ हामी। सोफावाला एकदम एसी डिलक्स थियो हाम्रो भक्तपुर एक्सप्रेसको गाडी। एन्ड आफ्टर अ वाइल हामी पुग्छौँ चाबेलमा रहेको केयुकेएलको वाटर सप्लाई ट्रिटमेन्ट प्लान्ट। लगभग 40 रुपियाँको पानी वेस्ट भयो त्यहाँ। अनि अटोग्राफ दिएर म छिर्छु भित्र। एन्ड दिस इज भित्रको भ्यू होइन। भित्र चाहिँ हामी च्याटो लगाएर एकदम उभिएर सुनिरहेको थियौँ। उहाँलाई गर्मी भइरहेको थियो, उहाँलाई यो के हो भइरहेको थियो। एन्ड देन पुकी सरको इन्ट्री हुन्छ। पुकी सर इज पुकी, एकदम पुकी। पुकी सरलाई बाई बाई भनेर हामी निस्किन्छौँ त्यहाँदेखि अनि लाग्छौँ बसतर्फ। सो बसमा गएर बस्छौँ, एकदम हट ओभन जस्तो बस थियो हाम्रो होइन। सो कलेज पुग्छौँ हामी अनि फुर्र लाएर निस्किन्छौँ सल्लाहकारीको लागि। गर्मी महिना भए पनि मोमो चाहिँ खानै पर्ने हुन्छ। सो मोमो खाएर घर पुगेर एकदम नुहाएर एकछिन फ्रेस हुँदै थिएँ। रेसिक भाइको इन्ट्री हुन्छ अनि हामी जान्छौँ दुध लिनको लागि, किनकि चिया त खानै पर्ने हुन्छ। दुध लिएर दाजुलाई बाई बाई भनेर हामी निस्किन्छौँ त्यहाँबाट अनि रुममा आएर चिया सिया खान्छौँ ओर्छौँ। देन रेसिक पनि आफ्नो घर जान्छ। सो एकछिन म पढ्नको लागि बस्छु अनि एकछिन पढिसके पछाडि भोक लाग्छ, खानासाना खान्छौँ अनि दिदीभाइ निस्किन्छौँ रनिङको लागि। सो एकदम मजा आयो रनिङ गर्न आज। यसै गरी सकिन्छ डे 2 यहाँनिर। बाई बाई।